ठिक छ मलाई अल गुड अब हामी जाँदैछौँ कहाँ जाँदैछौँ भन्दाखेरि सारङकोट जाँदैछौँ होइन र तिम्रो टाउकोले चाहिँ मेरो पछाडि लुकिङ ग्लास छेकियो क्या अलिक ढल्क पछाडि देखाऊ अब अगाडि देखाऊ ओके तिमीलाई चाहिँ कस्तो लाग्दैछ भन न राम्रो लाग्दैछ अनि माथि माथि खिच न भ्यू देखाऊ न फुपूलाई सोधा दिदीलाई सोधा भ्यू हेर त भ्यू त यस्तो भएको छ नि गाडीको खिचेर भ्यू कहाँ देखाउँछ भ्यू फुपू नि के गर्दैछौ त सानो फुपू हजुर चाहिँ के गर्दैछ अहिले हामी सारङकोट माउन्टेन लजमा आइपुग्यौँ होइन म यहाँदेखिको भ्यू देखाउँछु म हजुरहरू सो अहिले चाहिँ एकदमै एकछिन भयो पानी परेर रोकिएको होइन एकदम राम्रो भ्यू देखिँदैछ अहिले चाहिँ बेबी कस्तो लाग्यो रुम राम्रो छ किन दामी छ के मन पर्यो सबै थोक एभ्रिथिङ इज गुड है एस्थेटिक्स मेरो होला ओके दिस इज आवर रुम अब हाम्रो चाहिँ यहाँदेखि सारङकोट माउन्टेन लजको चाहिँ टुर गरौँ है त सो अहिले चाहिँ म यो माथि जाँदैछु पेन्टिङ छ स्विमिङ पुल चाहिँ माथि छ है
How are you? You good? आज मौसम सफा छैन नभए यहाँ घाम उतातिर छ Papa, gerak, gerak, Okay. gerak, gerak, gerak. एकछिन नहलाउनुहोस् न म यहाँ हान्दैछु कि हेर्नु बाजे त्यहाँ त्यसमा जान्छ है हेरौँ लगिर भन यसलाई पनि हाल्नु यसलाई पनि हाल्नु। यहाँबाट भेरी गुड भेरी गुड This is not outside. Yes. Thank you. के पढिया हो Thank you. एकजना भाग्नुभयो पढ्दा पढ्दा एकजना चाहिँ इन्ट्रोभोटेड मान्छे खै हेरौँ म चाहिँ के गर्नु न त क्यारम खेल्न आउँछ आउँदैन फास्ट रन गर्नु के गर्यो बाबा म त्यहाँबाट आउँछु हो फास्ट रन गर्नु ओ गरौँ ल ल गरौँ त ल ओ ल आऊ 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 अघि आऊ ओके ल यहाँ होटेलको छेउमै ऐसे लुफल्या छ वाह दामी भान्जी कस्तो छ मिठाई छ वाह गिरमान ऐसेलु खाने ऐसेलु खाने ऐसेलु अब न ल अहिले यो चाहिँ अब इभिनिङको भ्यू हो होइन यो सारङकोट माउन्टेन लजबाट चाहिँ यस्तो देखिएको छ सनसेट हेर्न आएको हामी सनसेट हेर्न आएको तर सनसेट त देखिएन अलिकति पानी पर्दैछ रेन हुँदैछ है सो गिरबान तिमीलाई कस्तो लाग्यो गिरबान हो यो होटेल त राम्रो छ अँ हाम्रो फर्स्ट फ्लोर हो अँ बस्ने आज यही बस्ने हो ओके अनि तिमीले के इन्जोय गर्यौ यहाँ यहाँ हट चक्लेट खान खेल्न भ्यू हेर्न भ्यू हेर्न है पानी पर्न हेर्न पानी पर्ने हेर्न सनसेट हेर्न भोलि बिहान सनराइज हेर्ने जिप लाइन रहेछ तर जिप लाइन चाहिँ अब भोलि बिहान मात्रै हुन्छ अरे यहाँ चिसो छ कस्तो कति जाडो छ धेरै हो र ए यता यता हेर अनि त त्यही भएर हामीले चिया मगाएको अब चिया खाने हो नि त ल चिया पनि गिरवानको हट चक्लेट आएको छ हाम्रो चिया कफी आएको छ अनि ल हाम्रो टोलीहरू पनि झर्नुभयो टोली दुईजना मात्रै आउनुहुन्छ भिनाज पनि आउनुभयो त देखेँ त मैले खै बिना अलिकति भ्यू हेर्दै चिया खान मजा आउने भयो है जाडो चाहिँ छ तर
चिया त अब स्मल पटै छ पुग्छ क्या मजाले हो र पूजाले दुध खाँदैन चिनी चिनी हालेको छैन होला है तर त्यो कफी ल यहाँदेखि चाहिँ सारङकोटको माथिबाट यो महिष्मती साम्राज्य देखियो कहाँ छ हिमाल अलिकति हिमाल पनि देखिएको छ तर बेलुका भयो होइन मेरो फोटो खिचिदिनु नि एउटा ल गिरवान्त पाथी टावरमा पो पुगेछ त ए बच्चा बच्ची हो के भन्नुभयो पापाले हेलो बच्चा बच्ची हो हाउ वाज दिस डे भेरी गुड वी लभड इट है गिलु र मम्मा त मुभी हेर्दा हेर्दै नुनु गर्यो है राति है हो र अनि फेरि मोबाइल सुरु भयो ल उठा अब जाऊ ल अब हाम्रो चाहिँ अब चेकआउट गर्ने बेला भयो कस्तो दामी भ्यू छ है एकदमै आज बिहान त माउन्टेन पनि देखियो यहाँबाट ल अब हामी निस्क्यौँ यहाँबाट बाई ल साथीहरू एकदम रमाइलो भयो होइन त हो ल अब हामी चेकआउट गर्दैछौँ अब फेरि ब्याक टु लेक साइड होइन त हामी हिँडेरै जान्छौँ आज खुलेको